ओके, आजको क्लासमा हामी कोमल स्वर, तीव्र स्वर र कणको परिचय गरी तीनवटै कुराहरूको चाहिँ अभ्यास गर्नेछौँ। र पहिलो सुरुमा कोमल स्वर भनेको चाहिँ गाउँदा बजाउँदा एकदम कोमल आवाज आउने र शुद्ध स्वरको स्केलबाट एक स्केल घटेको स्केललाई चाहिँ कोमल भनिन्छ। जस्तै कोमललाई चिन्नको निम्ति चाहिँ त्यो स्वरको मुनि चाहिँ तेस्रो धर्का दिएको हुन्छ। जस्तै यो रे कोमल बजाउनु पऱ्यो भने यो रे कोमल हो भनेर चिन्नको निम्ति यसको मुनि तेस्रो धर्का दिएको हुन्छ। र तीव्र स्वर भनेको तीव्र स्वर चिन्नको निम्ति जस्तै यो म तीव्र बजाउनु पर्नेछ भने मको म स्वरको माथि चाहिँ ठाडो धर्का दिएको हुन्छ है। शुद्ध स्वरबाट एक स्केल घटेको जसलाई कोमल स्वर भनिन्छ। जस्तै यो शुद्ध स्वर रे भयो भने एक स्केल घट्यो भने यो चाहिँ कोमल रे भयो। जस्तै अब घटेर बनेको स्वरलाई चाहिँ कोमल ग भनिन्छ। अब कोमल ग यो भयो। अब जस्तै अब यो रे भयो, यो रेलाई कोमल बजाउनु पऱ्यो भने यो एक स्केल घटेको यो बजाउनु पऱ्यो। र म तीव्र बजाउनु पऱ्यो, मलाई एक स्केल माथि बजाउनु पऱ्यो, म भयो, तीव्र म भयो भन्नु पऱ्यो। यसै गरी कोमल स्वर र तीव्र स्वरको चाहिँ अभ्यास गर्नुपर्छ। र अब हामी रेलाई कोमल र मलाई तीव्र बजाएर सा रे ग म प ध नि सा को चाहिँ आरोह अवरोह गर्नेछौँ। यसै गरी नै अभ्यास गर्नुपर्ने हुन्छ। र अब हामी कणको परिचयमा जान्छौँ। कण भनेको 3 वा सोभन्दा बढी स्वरहरूलाई एकैपटक थिचेर बजाइन्छ भने त्यसलाई कण भनिन्छ। र हामी मुख्यतया मेजर र माइनर कणको चाहिँ परिचय गरी त्यसलाई अभ्यास गर्नेछौँ। र मेजर कणको सूत्र हुन्छ 1 5 8। सम्झिनु होला, 1 5 8 मेजर कणको सूत्र हुन्छ। र यो 1 5 8 भनेको सुरुमा सा, 1 नम्बरमा सा, अनि 5 नम्बरमा ग र 8 नम्बरमा प पर्छ है। कसरी भन्दा सा 1, अनि यो 2, 3, यो 4, यो 5, 5 नम्बर ग पर्यो है। फेरि हेर्नु होला, सा 1 नम्बरमा यो 2, 3, 4, 5, किको 5 नम्बरमा ग पर्यो, अनि यो 6, यो 7 र 8, प 8 नम्बरमा पर्यो है। अब यिन तिनटालाई एकैचोटि थिचेर बजायो भने यो कण भयो। यो सी मेजर कण भयो है। हामी पहिला मेजर कण सिक्नेछौँ। मेजर कण बनाउँदा यसको सूत्र हो 1 5 8। र 1 5 8 हामीले सा 1 मा पर्यो, अनि यो कि यो 2 नम्बरको कि, यो 3 नम्बरको कि, यो 4 नम्बरको कि र यो 5 नम्बरको किमा के पर्यो, ग पर्यो, अनि 6 7 र 8 नम्बरको किमा चाहिँ प पर्यो है। अब यसलाई हामीले एकैचोटि थिचेर बजाउँदा यो सी मेजर कण भयो। अब हामी सी डी ई एफ भनेर कसरी चिन्ने भन्दा सालाई सी, रेलाई डी, गलाई ई, मलाई एफ, पलाई जी, धलाई ए, निलाई बी भनेर स्केल यसरी निर्धारण गरिएको हुन्छ। यसरी स्केल चिन्नुपर्ने हुन्छ। अब हामीले रे अर्थात् डी मेजर कण बनाउँदा पनि अब रेलाई 1 मान्नु पर्यो। अब रेलाई सा मानेर 1 मानेर अब फेरि 1 5 8 को सूत्र प्रयोग गरेर मेजर कण बनाउनु पर्यो। रे यो 1 भयो, 2 3 4 5, यो के भयो, ग भयो, 6 7 8। डी मेजर कण बजाउन अभ्यास गरौँ। र यसलाई सा मान्नु पर्यो, अनि 1 5 8 को सूत्र लाउनु पर्यो है त। अनि यसलाई सा मान्दाखेरि 1 यो भयो, 2 नम्बरको कि यो भयो, 3 नम्बरको कि यो भयो, 4 नम्बरको कि यो भयो, 5 नम्बरमा ग पर्छ, अनि सा ग भयो, अनि 5 6 यो 6 नम्बरको कि भयो, यो 7 नम्बरको कि भयो, अनि यो 8 नम्बरको कि भयो। अब 1 5 8 सूत्र लगाएर डी मेजर कण बजाउँदाखेरि अब यो सा भयो, यो ग भयो, यो प भयो, सा रे ग म प ध नि सा, यसरी। अब यो सा, यो रे, यो ग, अनि यो म, यो प, यो ध, यो नि र यो सा हुन्छ। यसरी
1 5 8 को सूत्र लगाएर चाहिँ हामीले यसरी कर्ण बजाउन जानुपर्छ। अब हामी ई मेजर कर्ण बजाउँ है त। ई मेजर कर्ण बजाउन सेम सूत्र। अब ईलाई सा मान्ने, अब यसलाई 1 मान्ने है त। अनि यसलाई 1 मानेपछि यो 2 नम्बरको के भयो, यो 3 नम्बरको के भयो, यो 4 नम्बरको के भयो, यो 5 नम्बरको। 5 नम्बरमा के भयो, ग पर्यो। अनि 6 नम्बरको कि, यो 7 नम्बरको कि र यो 8 नम्बरको कि। अब ई 1 2 3 4 5 यो बजाउने अनि 6 7 8 ए। यो ई मेजर भयो। यसै गरी यो एफ मेजर। यसै गरी सम्पूर्ण कणबाट बजाउन जानुपर्छ। र अब हामी माइनर कणको परिचय गर्छौँ। माइनर कणको सूत्र पनि लगभग उस्तै छ। अब यसलाई 1 5 8 भनेर मेजर गरिन्थ्यो भने 1 4 8 भनेर माइनर कर्ण बजाउनु पर्यो। अब जस्तै सी माइनर कर्ण बजाउनु पर्यो भने 1 4 8। अब અહીં हामी 1 5 8 बजाउनु 1 5 जस्तै 1 2 3 4 5 5 मा के पर्थ्यो, ग पर्थ्यो। 6 7 8 8 नम्बरमा प पर्थ्यो। अहिले सा र प उही ठाउँमा हुन्छ र गलाई हामीले 4 नम्बरमा बजाउनु पर्ने हुन्छ। जस्तै 1 2 3 4। अब यसलाई ग, यो ग, यो के भयो, माइनर कर्ण भयो। जस्तै 1 यो 2 यो 3 4 4 नम्बरमा के पर्यो, ग पर्यो। 1 4 अनि 5 6 7 8 8 नम्बरमा प पर्यो। यो के भयो, माइनर। अब यो गलाई 5 नम्बरमा बजायौँ। जस्तै 1 2 3 1 2 3 4 5 यसलाई बजायो भने यो मेजर भयो। अब यही गलाई 1 स्केल घटाएर बजायो भने यो माइनर भयो। अब हामीले डी माइनर बजाउँ। डीलाई सा 1 2 3 4 5 6 7 8 1 2 3 4 4 नम्बरमा के पर्यो, ग पर्यो। अनि यो 5 यो 6 यो 7 अनि यो 8 1 5 1 4 8। अघि 1 5 8 मा बजाइन्थ्यो मेजरमा भने 1 4 8 मा चाहिँ माइनर बजाउनु पर्यो। यसैबाट सा रे ग मा आरोह अवरोह गर्नुपर्छ।